तिमीहरूले भुन्टीलाई अति गर्यौ। अब जेल जान तयार हौ। हामी सुध्रिन्छौँ, हामीलाई नपक्रनु। हिट, अब जेलको हावा खान। हामी सुध्रिन्छौँ। दर्शकवृन्द, एआई भिडियोको प्रयोग गरेर भुन्टी प्रति भूपेन्द्रको उक्त मनमा घृणाको भावना जगाएर भुन्टी र भूपेन्द्रको सम्बन्ध श्रेया र जेरीले छुट्याएका छन्। हो दर्शकवृन्द, भुन्टीलाई भुन्टीको ससुरा बुवा अनि भुवनको नजरबाट कसरी घृणाको पात्र बनाउन सकिन्छ भनेर श्रेया र जेरी छलफल गर्दै गर्दाखेरि त्यही समयमा भुवन त्यहाँ टुप्लुक आइपुगेका छन्। दर्शकवृन्द, जेरी र आफ्नी श्रीमती त्यस्तो योजना बनाएको सबै कुरा थाहा पाइसके पछाडि भूपेन्द्रको दाइ भुवनले कुनै पनि हालतमा आफ्नी श्रीमती श्रेया र उक्त जेरीलाई छोड्ने छैनन्। हो दर्शकवृन्द, अब के भुवनले आफ्नी श्रीमती श्रेया अनि जेरीलाई राम्रो सबक सिकाएर जेलसम्म पुर्याउलान् त? के अब भुन्टीको जेठाजु भुवन भुन्टीलाई खोज्नको लागि जालान् त? के भूपेन्द्रले भुन्टी प्रति घृणाको भाव अनि भुन्टीलाई नराम्रो गर्न थालेकै हुन् त? यो सबै थाहा पाउनको लागि आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हो दर्शकवृन्द, आजको यस भिडियोलाई जसले अन्तिमसम्म हेर्नुहुन्छ उहाँहरूले अबको आउँदो भागमा के हुन्छ त? के साँच्चीकै भुवनले आफ्नी श्रीमती श्रेया अनि जेरीले बनाएको ती सबै योजनाहरू थाहा पाएकै हुन् त? के अब भूपेन्द्रको उक्त जिन्दगीबाट भुन्टी सधैँको लागि निस्किएकै हुन् त? के अब भुन्टी र भुन्टीको भुपु प्रेमी भद्रको सम्बन्ध अगाडि बढ्ला त? अब भद्रले भुन्टीको बारेमा सबै कुरा भुन्टीको दाइ टोकले अनि भाउजूसँग सुनाए पछाडि अब वास्तवमा के होला त? यो सबै थाहा पाउनु हुनेछ। त्यसैले यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकवृन्द, अब कुनै पनि हालतमा भुन्टीको जेठाजु भुवनले आफ्नी श्रीमती अनि उक्त जेरीलाई एकदमै ठुलो सबक सिकाउनुपर्छ भन्ने को चाहनुहुन्छ भने म चाहन्छु भनेर कमेन्ट गर्नुहोला। हो दर्शकवृन्द, तपाईँहरूले पनि भुन्टी सिरियलको पछिल्लो भाग त पक्कै पनि हेर्नुभयो होला र उक्त भाग हेर्दै गर्दाखेरि तपाईँहरूको मन निकै खुसी भएको होला। दर्शकवृन्द, यस कारणले तपाईँ हाम्रो मन एकदमै खुसी भएको होला कि श्रेया अनि जेरीले गरेका ती सबै योजनाहरू भुवनले थाहा पाए भने अब कुनै पनि हालतमा भुवनले आफ्नी श्रीमती श्रेया अनि जेरीलाई छोड्ने छैनन् अनि आफ्नी बुहारी भुन्टीलाई न्याय दिनेछन् भन्ने कुराले तपाईँ हाम्रो मन एकदमै खुसी भएको होला। हो दर्शकवृन्द, आजको यस भिडियोमा भुन्टी सिरियलमा के भयो त अनि आउँदो भागमा के हुन्छ भन्ने विषयको छलफल गर्नेछु। हो दर्शकवृन्द, वास्तवमा श्रेया र जेरी कतिसम्म खत्तम रहेछन्? दर्शकवृन्द, श्रेया र जेरीले भुन्टीलाई उक्त केटा भद्रसँग देख्दै गर्दाखेरि अनेकौँ दोष लगाएका छन्। हो दर्शकवृन्द, श्रेयाले पनि आफ्नो श्रीमान भूपेन्द्र त्यस्तो अवस्थामा भएको बेला भुन्टीले उक्त केटा भद्रसँग रात बिताइन् भन्ने कुरा व्यक्त गरिरहेकी छिन्। हो दर्शकवृन्द, जेरीले पनि अलिकति तँलाई भूपेन्द्रको माया लाग्दैन अनि पाप र धर्म त जान्दिनस्? भूपेन्द्र रातभरि छटपटाउँदै गर्दा त भने यस मान्छेसँग रात बिताइस् भन्ने कुरा व्यक्त गर्दै गर्दाखेरि भुन्टीले पनि जेरीलाई राम्रोसँग सवालमा जवाफ दिएकी छिन्। हो दर्शकवृन्द, भूपेन्द्र तेरै लागि छटपटिएका होलान्। त्यसैले तिमी नै जाऊ, तिमी नै भूपेन्द्रको ख्याल वास्ता गर भन्दै विभिन्न कुरा भुन्टीले व्यक्त गर्दै आफू कुनै पनि हालतमा उक्त घरमा नजाने कुरा व्यक्त गरेकी छिन्। हो दर्शकवृन्द, अनि श्रेयाले पनि ठिक्क पार्दै बुढाले अर्कै केटी मन परायो भन्दैमा
त्यसरी घरै छोडेर हिँड्ने बिचरा भूपेन्द्र बाबुको एकदमै बिजोग भएको छ। हामीले 2-4 शब्द भनियो भन्दैमा घर छोडेर हिँड्ने भन्दै विभिन्न कुराहरू व्यक्त गर्दै भुन्टीलाई घर जाम भन्ने कुरा भुन्टीको जेठानी श्रेयाले व्यक्त गरिरहेकी छिन्। दर्शकवृन्द अनि उता भद्रले पनि भुन्टीको एकदमै स्वास्थ्यमा समस्या आएको अनि उहाँलाई एकदमै गाह्रो भएको, भुन्टीको एकदमै ख्याल गर्नुपर्छ भन्ने कुरा व्यक्त गर्दै गर्दाखेरि भद्रलाई श्रेयाले एकदमै नराम्रोसँग सवालमा जवाब दिएकी छिन्। दर्शकवृन्द, यदि भुन्टीसँग उक्त केटा भूपेन्द्रको अगाडि गयो भने भूपेन्द्र छटपटिएर मर्ने कुरा व्यक्त गर्दै कुनै पनि हालतमा भुन्टीलाई त्यहाँबाट लिएर नि जाने कुरा भुन्टीको जेठानी श्रेया अनि जेरीले बताएका छन्। हो दर्शकवृन्द, अनि भुन्टीको उक्त हात समाएर भुन्टीलाई जबरजस्ती तानेर उनीहरूले त्यहाँबाट लिएर गएका छन्। दर्शकवृन्द, भुन्टी भद्रबाट छुटिन लाग्दै गर्दाखेरि भुन्टीको उक्त मनमा निकै नरमाइलो महसुस पनि भइरहेको कुरा हामीले पक्कै पनि देख्न सक्छौँ। हो दर्शकवृन्द, भद्रले भुन्टीलाई जस्तो केयर अनि माया सँगसँगै सम्मान गर्छन् त्यसको केही मात्र पनि भूपेन्द्रले भुन्टीलाई माया सम्मान अनि केयर गर्न जान्दैनन्। हो दर्शकवृन्द, भद्रले भुन्टीको विवाह भएकोदेखि लिएर सबै कुरा थाहा पाउँदै गर्दा पनि आज भद्रले भुन्टीलाई त्यस्तो साँचो अनि निस्वार्थ माया गरेको देख्दै गर्दाखेरि को खुसी हुनुहुन्छ कमेन्ट गर्न नबिर्सिनुहोला। दर्शकवृन्द, अनि भद्रले पनि आफूले भुन्टीको श्रीमानलाई राम्रो ठानेर अनि मेहनती ठानेर सहयोग गरेको तर एकदमै खराब रहेको कुरा थाहा पाइसके पछाडि कुनै पनि हालतमा भुन्टीको श्रीमानलाई आफूले नछोड्ने कुरा व्यक्त गरेर भद्र त्यहाँबाट निस्किएका छन्। दर्शकवृन्द, भनिन्छ नि, मानिसले जस्तो कर्म गरेको हुन्छ उसले त्यस्तै फल पाउँछ भनेर। हो दर्शकवृन्द, हिजोको दिनमा भूमिकाले आफ्नी आमा बालकुमारीसँग मिलेर जसरी भाउजू भुन्टीलाई रुवाएकी अनि तडपाएकी थिइन्, आज त्यसै गरी भूमिकाले पनि आफ्नो कर्मको फल पाइरहेकी छिन्। हो दर्शकवृन्द, भूमिकालाई मोहनको दिदी अर्थात् भूमिकाको दिदीले एकदमै नराम्रो व्यवहार गरेकी छिन्। हो दर्शकवृन्द, भूमिकाले उक्त घर त्यसरी लिपेको कारणले गर्दा अनि आफू उक्त चिप्लोमा चिप्लिएर लडेको कारणले गर्दाखेरि भूमिकालाई मोहनको दिदीले एकदमै धेरै गाली गर्दै विभिन्न कामहरू अराउँदै एकदमै पेलिरहेकी छिन्। हो दर्शकवृन्द, आफूलाई दिदीले त्यस्तो व्यवहार गरेको देखेर भूमिकाले दिदीसँग मुखमुखै लाग्दै गर्दाखेरि मोहनको दिदीले भूमिकालाई थप्पड लगाएकी छिन्। हो दर्शकवृन्द, अनि भूमिकालाई कुटे पछाडि त्यसरी नै मुखमुखै लाग्ने अनि भनेको कामहरू नगरेको खण्डमा अझै राम्रो सबक सिकाउँदै जाने कुरा व्यक्त गरेकी छिन्। हो दर्शकवृन्द, अनि भूमिका रुँदै गएर आफ्नो श्रीमान मोहनलाई सबै कुरा सुनाउँदै गर्दाखेरि मोहनले पनि त्यसरी दिदीले भनेको सबै कुरा मान्नुपर्छ अनि आफ्नो आमा र दिदीसँग मुखमुखै लाग्नु हुँदैन भन्दै विभिन्न कुराहरू व्यक्त गरेका छन्। हो दर्शकवृन्द, मोहनले पनि उल्टै भूमिकालाई दोष लगाएका छन्। हो दर्शकवृन्द, आफ्नो श्रीमानको त्यस्तो कुरा सुनेर अनि व्यवहार देखेर भूमिका निकै दुखी भएकी छिन्। हो दर्शकवृन्द, आज भूमिकाले दुःख पाउँदै गर्दाखेरि तपाईँहरूको मन पनि एकदमै खुसी भएको होला। हिजोको दिनमा भूमिकाले भुन्टीलाई गरेको अन्याय अनि अत्याचारले भूमिकाले आज यसरी दुःख पाएकी हो भन्ने कुरा त सबैको मनमा लागेको होला। अनि भूमिकाले दुःख पाएको देखेर कसको मन खुसी भएको छ एक लाइक गर्दै कमेन्ट पक्कै गर्नुहोला। दर्शकवृन्द, अनि मोहनको आमा र मोहनको दिदी मिलेर कुनै पनि हालतमा उक्त घरमा भित्रिएकी नयाँ बुहारीलाई एकदमै टुङ्गो लगाएर राख्ने कुरा
व्यक्त गरेका छन्। अनि मोहनको आमाले पनि आफ्नी छोरीसँग विभिन्न कुराहरू व्यक्त गर्दै उक्त चमेलीलाई सही ठाउँमा राख्नको लागि म विभिन्न तरिकाहरू अपनाउँछु भन्ने कुरा पनि व्यक्त गरिरहेकी छिन्। दर्शकवृन्द अनि उता श्रेयाले भुन्टीलाई उक्त केटाले बोक्दै गरेको उक्त भिडियो बनाएर भूपेन्द्रलाई देखाएकी छिन्। हो दर्शकवृन्द अनि भूपेन्द्रले भुन्टीलाई घृणा गर्नको लागि श्रेयाले विभिन्न कुराहरू भूपेन्द्रको अगाडि व्यक्त गर्दै भुन्टीले भूपेन्द्रलाई छोडेर उक्त केटासँग रात बिताएकी भन्दै विभिन्न कुरा भूपेन्द्रको अगाडि श्रेयाले व्यक्त गरेकी छिन्। हो दर्शकवृन्द भूपेन्द्रले पनि उक्त भिडियो हेरे पछाडि अनि भाउजू श्रेयाको सबै कुरा सुने पछाडि एकदमै मनमा नरमाइलो भाव उत्पन्न गरेर एकदमै दुखी भएका छन् अनि धेरै नै रोइरहेका छन्। दर्शकवृन्द अनि श्रेया र जेरीले भुन्टीलाई उक्त घरमा ल्याएर बाँधेर राखेका छन्। हो दर्शकवृन्द अनि श्रेया र जेरीले वास्तवमा भुन्टीलाई त्यहाँ ल्याउनुको सबै कारण बताएका छन्। दर्शकवृन्द त्यति मात्र कहाँ हो र भुन्टी त्यसरी उक्त केटोसँग हिँडेको अनि उक्त केटोसँग रात बिताएको कुरा सबै गाउँघरमा थाहा भइसकेको अनि उक्त कुरा बुवा र भुवनले पनि थाहा पाइसकेका भन्दै उक्त कुरालाई एआईबाट भिडियो बनाएर भुन्टीलाई अनेक किसिमले गाली गरेको भिडियो श्रेया र जेरीले भुन्टीलाई देखाएका छन्। हो दर्शकवृन्द उक्त कुरा देखे पछाडि अनि आफूलाई त्यति धेरै माया गर्ने जेठाजु अनि ससुरा बुवाले त्यस्तो भनेको सुने पछाडि भुन्टीको उक्त मन एकदमै भकानिएको छ। हो दर्शकवृन्द अनि भुन्टी भूपेन्द्र भएको ठाउँमा जाँदै गर्दाखेरि भूपेन्द्रले भुन्टीलाई परैदेखि घृणा गरेका छन् अनि उक्त कोठामा नआइज भन्दै विभिन्न कुराहरू व्यक्त गर्दै भुन्टीलाई भूपेन्द्रले परैदेखि लौरोले हानेका छन्। हो दर्शकवृन्द आफ्नो श्रीमानको मनमा त्यस्तो भावनाहरू आफूप्रति पैदा भएको देखेर भुन्टीको उक्त मन एकदमै टुटेको छ। हो दर्शकवृन्द भूपेन्द्रले सबै कुरा वास्तविक नबुझिकन भुन्टीलाई त्यस्तो व्यवहार गरेको देख्दै गर्दाखेरि सायद तपाईँहरूलाई पनि पक्कै पनि मन परेन होला। दर्शकवृन्द आफ्नै श्रीमानबाट त्यस्तो व्यवहार देखे पछाडि अनि आफ्नो जेठाजु र ससुरा बुवाले पनि भनेको त्यस्तो भिडियो देखे पछाडि भुन्टीको उक्त मन एकदमै टुटेको छ। दर्शकवृन्द अनि भुन्टी निराश हुँदै उक्त घरबाट निस्किन खोज्दै गर्दाखेरि भुन्टीलाई श्रेया र जेरीले उक्त घरबाट निस्किनु अगाडि भूपेन्द्रसँग सधैँको लागि सम्बन्ध सकाएर जा भन्दै त्यहाँ वकिललाई बोलाएका छन्। हो दर्शकवृन्द अनि वकिलले पनि भुन्टी र भूपेन्द्रको डिभोर्सको लागि कागज बनाउँदै गर्दाखेरि भुन्टीले वास्तवमा आफ्नो श्रीमानसँग आफू छुट्न नचाहेको अनि आफू कुनै पनि मानसिक रोगी नभएको अनि उक्त परिवारका सदस्यले आफूलाई जबरजस्ती गर्न आँटेका कुरा व्यक्त गरेको सुने पछाडि वकिल पनि त्यहाँबाट फर्किएका छन्। हो दर्शकवृन्द श्रेया र जेरीले भुन्टीलाई जबरजस्ती गर्दै भुन्टी उक्त घर परिवारलाई छोडेर जान आँटेकोमा सबैभन्दा ठुलो गल्ती आफ्नै अनि उक्त परिवार सबैलाई नराम्रो भनेर बोल अनि म भिडियो बनाउँछु भन्दै श्रेया र जेरीले भिडियो गर्न लाग्दै गर्दाखेरि भुन्टी असाध्यै रिसाएर जे भनियो त्यही आफूले कदापि पनि नगर्ने कुराहरू व्यक्त गर्दै जसरी भुन्टीलाई उक्त घरबाट सधैँको लागि लखड्न अनि आफ्नो श्रीमान भूपेन्द्रको जिन्दगीबाट हटाउनको लागि श्रेया अनि जेरीले चाल चलेका छन् अनि त्यसको सजाय उनीहरूले भोग्नुपर्ने कुरा भुन्टीले व्यक्त गरेकी छिन्। दर्शकवृन्द भुन्टीलाई भूपेन्द्रले विवाह गर्दै गर्दाखेरि लगाइदिएको उक्त पोते अनि भुन्टीको सिउँदोमा भूपेन्द्रले लगाएको सिउँदो पनि जेरी र श्रेयाले पुछिदिएका छन्। दर्शकवृन्द भुन्टीको उक्त जिन्दगीबाट श्रेया र जेरीले सबथोक लुटेका छन्
दर्शकवृन्द अनि श्रेया र जेरीले जुन कार्य गरेका छन् त्यसको फल तिमीहरूले छिट्टै पाउनेछौ भन्ने कुरा व्यक्त गर्दै भुन्टीले पनि आफ्नी जेठानीले आफूप्रति गरेको त्यस्तो व्यवहारको कारणले गर्दाखेरि कहिल्यै पनि तपाईँलाई सुख हुँदैन भन्दै विभिन्न कुराहरू व्यक्त गर्दै भुन्टी त्यहाँबाट आँखाभरि आँसु बनाएर उक्त घरबाट निस्किएकी छिन्। दर्शकवृन्द यता भद्रले भुन्टीको दाई टोकलेलाई भेटाएका छन्। हो दर्शकवृन्द अनि टोकलेलाई त भद्रले भुन्टीको श्रीमान सम्झेका हुन्छन्। दर्शकवृन्द अनि टोकलेलाई भेटाए पछाडि भद्रले टोकलेलाई निकै कुटेका छन्। दर्शकवृन्द अनि टोकलेले किन तपाईँले मलाई कुट्नु भएको सबै कारण भन्नुहोस् भनेर विभिन्न कुराहरू व्यक्त गर्दै गर्दाखेरि भद्रले आफ्नो श्रीमतीलाई छोडेर बाहिरी केटीहरूसँग टोकलेले सम्बन्ध राखेको भन्दै विभिन्न कुराले टोकलेलाई कुटिरहेका छन्। हो दर्शकवृन्द अनि त्यहाँ पूर्णिमा आएर भद्रलाई एक थप्पड हानेकी छिन्। दर्शकवृन्द अनि भद्रले टोकलेको श्रीमती पूर्णिमालाई देख्दै गर्दाखेरि छक्क परेका छन्। दर्शकवृन्द अनि आफूले त्यसरी टोकलेमाथि हात उठाउनुको सबै कारण भद्रले भनेका छन्। हो दर्शकवृन्द भद्रको मुखारबिन्दुबाट उक्त कुरा सुने पछाडि भुन्टी त वास्तवमा आफ्नो श्रीमती नभएर आफ्नी बहिनी रहेको कुरा पनि टोकलेले व्यक्त गरेका छन्। हो दर्शकवृन्द अनि आफ्नो मनमा लागेका अनि आफूले त्यस्तो व्यवहार गर्नुको सबै कारणहरू भद्रले टोकले र पूर्णिमालाई सुनाउने कुरा व्यक्त गरेका छन्। हो दर्शकवृन्द अब भुन्टीलाई त्यति धेरै माया गर्ने भद्रको बारेमा भुन्टीको दाई टोकले अनि भुन्टीको भाउजू पूर्णिमाले थाहा पाउने देखिएको छ। दर्शकवृन्द उता भूमिकाले आफ्नी आमालाई फोन गरेर आफूले उक्त घरमा पाएको सबै दुःख अनि कष्ट सुनाउँदै गर्दाखेरि त्यही बेलामा मोहनको दिदीले आएर भूमिकाको फोन खोसेकी छिन्। हो दर्शकवृन्द अनि भूमिकाको आमालाई निकै ठिक्क पारेर उनीहरूले भूमिकालाई एकदमै राम्रो व्यवहार गरेको कुरा पनि उक्त फोनमा व्यक्त गरेकी छिन् अनि भूमिकाको उक्त फोन खोसेर लगिदिएकी छिन्। हो दर्शकवृन्द मोहनको आमा अनि मोहनको दिदी भएर आज भूमिकालाई एकदमै ठिक पारिरहेका छन्। दर्शकवृन्द अनि श्रेया र जेरी एक आपसमा बसेर कुराकानी गरिरहेका छन्। हो दर्शकवृन्द भुन्टी सोझी भएको कारणले गर्दाखेरि भुन्टीलाई एआईबाट बनाएको उक्त भिडियो देखाएर भुन्टी र भूपेन्द्रको उक्त सम्बन्धमा एकदमै ठुलो फाटो ल्याउन सफल भएको, तर कदापि पनि उमललाई त्यसरी छक्याउन नसक्ने कुरा श्रेयाले व्यक्त गरिरहेकी छिन्। हो दर्शकवृन्द अनि कुनै पनि हालतमा भुन्टीलाई भूपेन्द्र ससुरा बुवाको नजरबाट गलत कसरी देखाउने भन्ने कुराको श्रेया र जेरीले सल्लाह गर्दै गर्दाखेरि त्यहाँ 81 भुवन आएका छन्। दर्शकवृन्द त्यहाँ भुवनलाई देख्दै गर्दाखेरि श्रेया र जेरीको उक्त जिन्दगीमा भुइँचालो गएको छ। हो दर्शकवृन्द वास्तवमा भुवनले आफ्नी श्रीमती अनि जेरीले भुन्टीलाई दोषी बनाउनको लागि बनाएका सबै योजना अनि सबै कुराहरू सुनेका हुन् त दर्शकवृन्द वास्तविकता के हो त सबै थाहा पाउनको लागि तपाईँ हामीले भुन्टी सिरियलको अर्को भागको प्रतीक्षामा रहनै पर्ने हुन्छ। तबसम्म भुन्टी सिरियलको अर्को भागको प्रतीक्षामा रहनुहोला। हस्त धन्यवाद।